ल साथीहरू आयो है, आयो सागको सिजन आयो। यहाँ हेर्नु न गाईको दाना जस्तै सागको सिजन आयो साथीहरू। यो चाहिँ के साग होला यहाँ हेर्नु त है, के साग भन्छ यसलाई, मिसेरी साग अरे हेर्नु न। आज चाहिँ मिसेरी साग खाने। अन्त यहाँ चाहिँ तोरीको साग छ हो, तोरीको साग, मिसेरी साग, सबै साग खाने। अब ठन्डा महिना लाग्यो नि त कि सागको सिजन आयो। अनि म चाहिँ साग केलाउँदैछु साथीहरू। मेरो भिडियो हजुरहरूको अगाडि आइहाल्यो भनेदेखि चाहिँ स्किप नगरिकन सानो एउटा कमेन्ट र लाइक गर्न चाहिँ नभुल्नु होला हो। म चाहिँ साग केलाउँदैछु। ए हेर्नु न के साग हो, मिसेरी साग भन्छ तर अम्लो हुन्छ यो साग। ए धानबारीमा हुन्छ नि यो साग, हेर्नु त है, मिठो हुन्छ है सब्जी। पहिला पहिला त यो अम्लो साग, तर सब्जी चाहिँ मिठो हुन्छ, अम्लो खालको हुन्छ नि त कि। बेच्नेले चाहिँ मिसेरी साग भनेर बेच्छ, भरे लट्टे चाहिँ यस्तो हेर्नु न, छिप्पिएको फुल लागेको लट्टे रहेछ। केही छैन, त्यही अम्लो सागै मात्रै रहेछ। तर के गर्नु, खानै पऱ्यो है, सागपात पनि खानुपर्छ नि त। अब 40 लागेको छ, आँखा पनि कमजोर हो, त्यसको लागि चाहिँ अब सागपात चाहिँ अलिक बेसी नै खानुपर्छ नि त, होइन न साथीहरू। जाने बेलामा एउटा सानो मिठो कमेन्ट चाहिँ गरेर जाइदिनुहोस्, अनि एउटा लाइक पनि छोडिदिएर जानुहोस् है। ल त, बाई बाई।